हेलो एभ्रिवान, नमस्ते। के गर्दै हुनुहुन्छ होइन? म चाहिँ आज टक्क बाहिरबाट आइरहेको थिएँ अनि यो थुङ्देमुन हुँदै ट्रेन गइहाल्यो। त्यसपछि त मलाई यहाँ नआइकन मनै दिएन। ल हेर्नुहोस्, थुङ्देमुन होटेलको ठिक अगाडिपट्टि छ होइन। थुङ्देमुन होटेल त्यहाँ देखिहाल्नु भएको छ। सो भेरी ब्युटिफुल ठाउँ छ। कोरिया आइसकेपछि थुङ्देमुन नगइकन फेरि मनले धर्दिँदैन। थुङ्देमुनको यो एकदम मनोरम दृश्य चाहिँ हेर्नुहोस्। अकस्मात म चाहिँ यहाँ आइपुगेँ क्या। दिस इज अ भेरी 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 ब्युटिफुल ठाउँ छ नि त यो। हेर्नु त, ओ माई गड, सुन्दरताको के बयान गर्ने होइन। यस्तो दामी ठाउँमा आइपुग्यो। कहाँबाट आइयो भरे त थुङ्देमुन रहेछ। अहिले चाहिँ म थुङ्देमुन सिजाङमा आइपुगेको छु। यो चाहिँ अन्डरग्राउन्डमा पुरै सपिङ थुङ्देमुनको अन्डरग्राउन्ड। हराउनु पनि सक्छ यो थुङ्देमुनमा। डेन्जर ठाउँ। जताबाट छिटो उतैबाट निस्किने हो क्या। उडोले यताबाट निस्किनु थाल्यो। टेरिका वाउ भन्ने ठाउँमा आइपुग्यो त। हाय अझ गाइज 9 नम्बर गेटमै आइपुगेको छु नि त। ट्याउ 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 मन्दिरमा आफ्टर लङ टाइम पछि होइन थुङ्देमुन आइपुगेको छ। यो चाहिँ थुङ्देमुनको एकदम पपुलर ठाउँ हो। सो ह्याप्पी होइन। घुम्दै घुम्दै आएको आज ट्याक्कै यहाँ आइपुगिहाल्यो। काम विशेष ल्याएको थिएँ तर यहाँ ननिस्किकन जानै मन लागेन। थुङ्देमुनको यो मनोरम दृश्य नहेरिकन मलाई घर जानै मन लागेन, त्यही भएर आएको।